हेलो नमस्कार सिटिभिटी स्टुडेन्ट्सका भाइ बहिनीहरूलाई हजुरहरूको लागि एउटा दुःखद खबर आएको छ। सिटिभिटीको नोटिस अनुसार तपाईहरूको इक्जाम फेरि हुने हो। जुन कलेजको जेनजी आन्दोलनमा पेपर नष्ट भएको छ, जलेर गएको छ, उनीहरूको फेरि इक्जाम हुने डेट चाहिँ पब्लिस गरेको छ। नमस्कार, मेरो नाम सुमित पटेल हो। म तपाईहरूले यस भिडियो मार्फत कुन इक्जाम सेन्टरमा आग लागि भएको छ र कसको इक्जाम हुने हो, कुन प्रदेशको मात्र इक्जाम हुने हो, त्यसको बारेमा यो भिडियोमा बताउन गइरहेको छु। अनि यस च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोस्, लाइक गर्नुहोस् र एउटा सिटिभिटी अफिसलाई के भन्न चाहनुहुन्छ त्यसलाई कमेन्ट पनि गर्नुहोला। र धेरै ढिला नगरिकन म सिटिभिटीको नोटिसको तर्फ लाग्छु। सिटिभिटीको नोटिसले के भन्छ एकचोटि हेरौँ है। डिप्लोमा प्रमाणपत्र र प्री डिप्लोमा तह परीक्षाहरूको जलेर नष्ट भएका उत्तर पुस्तिकाहरूको जानकारी तथा पुनः परीक्षा सञ्चालन गर्ने सम्बन्धी जरुरी सूचना प्रकाशित गरिएको मिति चाहिँ 2082 साल 6 महिना 9 गते चाहिँ यो प्रकाशित गरिएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद परीक्षा नियन्त्रण कार्यालयबाट पूर्व निर्धारित परीक्षा तालिका बमोजिम परीक्षा सञ्चालन भई मिति 2082 साल 5 महिना 23 र 24 गते देशमा भएको भीषण परिस्थितिका कारण प्रहरी कार्यालयहरूमा सुरक्षाका लागि राखिएका उत्तर पुस्तिकाहरू जलेर नष्ट भएका र केही उत्तर पुस्तिकाहरू आंशिक क्षति भएको परिषद, कोशी र बागमती प्रदेश कार्यालयहरूबाट लिखित जानकारी एवं मुलचुकाहरू प्राप्त भए बमोजिम कोशी प्रदेशका 5 वटा र बागमती प्रदेशका 18 वटा परीक्षा केन्द्रहरूको उत्तर पुस्तिकाका नष्ट भएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै उक्त नष्ट भएका उत्तर पुस्तिकाहरूको पुनः परीक्षा आगामी 2082 साल 8 महिना 4 गतेदेखि सञ्चालन हुने बेहोरा समेत अनुरोध छ। नष्ट भएका उत्तर पुस्तिकाहरूको विस्तृत विवरण यो वेबसाइटमा हेर्न सक्नुहुन्छ। यो नोटिस जानेपछि तपाईहरू सिटिभिटीका अफिसको मान्छेहरूलाई के भन्न चाहनुहुन्छ तपाईहरू आफ्नो राय कमेन्टमा गर्नुहोला। र मैले कुन कलेजका उत्तर पुस्तिकाहरू जलेका छन् त्यसको अलरेडी मैले भिडियो बनाएर राखिदिएको छु। मैले त्यसको लिङ्क पनि डिस्क्रिप्सनमा राखिदिएको छु। तपाईहरू त्यहाँबाट कलेजको नेम लिस्ट हेर्न सक्नुहुनेछ। र तपाईहरूको बागमती र कोशी प्रदेशबाट हुनुहुन्छ भने तपाईहरूको कलेजको नाम लिस्ट आएको छ भने तपाईहरू अब इक्जाम दिनका लागि रेडी भएर बस्नुहोला। इक्जाम हुने मिति 2082 साल 8 महिना 4 गतेदेखि सञ्चालन हुन गइरहेको छ। त्यसको लागि तयारी गर्दै बस्नु र आफ्नो साथीहरूलाई पनि यो भिडियो सेयर गर्नुहोस् कि ताकि त्यो पनि जानोस् सिटिभिटीले यो नोटिस प्रकाशित गरेर राम्रो गरे कि नराम्रो गरे। तपाईहरू आफ्नो राय भन्न सक्नुहुन्छ। र यस्ता भिडियो हेर्नहरूका लागि च्यानललाई सब्सक्राइब गर्नुहोस्, लाइक गर्नुहोस् र कमेन्ट पनि गर्नुहोला ताकि पहिलो अपडेट तपाईहरूको लागि जाओस्। हस्, धन्यवाद।